आफ्नो तरबार धारिलो राख्नुहोस्। जय मसीह। आज मंगलबार जुन 17 तारिक असार 3 गते। आजको बाइबल खण्ड एफिसीको पुस्तक 6 अध्यायको 17 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, पवित्र आत्माको तरबार लियो जो चाहिँ परमेश्वरको वचन हो। पावलले आफ्नो आत्मिक छोरा र उत्तराधिकारी तिमोथीलाई चेतावनी दिए, तर यो बुझिराख कि आखिरी दिनहरूमा डरलाग्दा समयहरू आउनेछन्, किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँ पैसाको मोह गर्ने, घमण्डी, हठी, अरूको बदनाम गर्ने, आमा बुवाको आज्ञा पालन नगर्ने, बैगुनी र अपवित्र, स्वाभाविक, प्रेम रहित, खुसी पार्न नसकिने, अरूको बदख्वाई गर्ने, दुराचारी, क्रूर, असल कुरालाई घृणा गर्ने, विश्वासघाती, उत्ताउला, अहंकारले फुलेका, परमेश्वरलाई भन्दा सुख विलासलाई प्रेम गर्ने, भक्तिको भेष चाहिँ लिने तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्। यस्ता मानिसहरूबाट अलग बस। यो कुरा तपाईँले दोस्रो तिमोथीको पुस्तक 3 अध्यायको 1 देखि 5 पदसम्म हेर्न सक्नुहुन्छ। तपाईँले यो सूची पढ्दै गर्दा तपाईँले बुझ्नुभयो कि पावलले हामी आज जिरहेको पुस्तालाई नै वर्णन गरिरहेका हुन सक्थे। त्यसो भए यसको समाधान के छ? परमेश्वरका जनहरू जसले उहाँको वचनको तरबारलाई कसरी कुशलतापूर्वक चलाउने भन्ने जान्दछन्, र यदि तपाईँ तीमध्ये एक हुनुहुन्छ भने शैतानले तपाईँलाई निशाना बनाएको छ भने ढुक्क हुनुहोस्। उसले तपाईँको तरबारको तेजिलो धारलाई बोधो बनाउन चाहन्छ ताकि तपाईँको सन्देश प्रभावहीन होस्। यो एउटा पुरानो चाल हो जुन इजरायलका प्राचीन शत्रु पलिस्तीहरूले उनीहरूलाई कैदमा राख्न प्रयोग गरे। तिनीहरूले उनीहरूका देशका सबै लोहारहरू हटाइदिए। यो कुरा तपाईँले पहिलो समूएलको पुस्तक 13 अध्यायको 19 पदमा हेर्न सक्नुहुन्छ। फलस्वरूप इजरायलीहरूसँग आफ्ना तरबारहरू धारिलो पार्ने, आफ्नो रक्षा गर्ने र दमनको जुवा फ्याँक्ने कुनै उपाय थिएन। के तपाईँ सन्देश बुझ्दै हुनुहुन्छ? परमेश्वरको जनहरू सुस्त हुँदै जान्छन् र तिनीहरूलाई आत्मिक रूपमा धारिलो बनाइनुपर्छ। अनि पास्टरज्यू, एक आत्मिक लोहारको रूपमा तिनीहरूलाई धारिलो बनाउनु तपाईँको बोलावट हो। शैतानले तपाईँलाई रोक्न सक्दो कोसिस गर्छ। यो कुरा तपाईँले पहिलो पत्रुसको पुस्तक 5 अध्यायको 8 पदमा हेर्न सक्नुहुन्छ। त्यसकारण घोडा टेकेर प्रार्थना गर्नुहोस् र परमेश्वरको वचन अनुसार जिउनुहोस्। समय थोरै छ अनि आवश्यकता ठूलो छ। पास्टर तथा अगुवाज्यू, तपाईँको तरबार धारिलो राख्नको लागि परमेश्वरले तपाईँमा भरोसा गर्दै हुनुहुन्छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह। आजको वचन